आज स्कूल बंद किन रहेछ भनेर आज तपाईहरुलाई त्यो के आज तपाईहरुलाई त थाहै छ होला त्यतिको दृष्टि छ भनेर अनि त्यसको लागि मलाई मिनी ब्लग बनाउन मन लागेको थियो एउटा सानो अनि त्यही कारण मैले बनाएको स्कुल नगर घरमा बसेर बोरिङ लाग्यो अनि त्यही एउटा ब्लग बनाएको मैले अब सोच्दै छु के काम गरौँ आउनुहोस् मैले बुझेँ के गर्नु छ फुलहरुमा पानी हाल्नु पर्यो अब हुनु भएन होला अब फुल सुकेर कस्तो भइसकेछ हाम्रो यता त यता चाहिँ पनि पानी रहेछ है तर एउटा ड्रेन जस्तो छ यही मपछि कन्दा रहेछ त्यही पनि हुन्छ त्यो चाहिँ हेर्नुहोस् है म पानी हाल्दैछु कलिया फुल चुरेर राखेको रहेछ भयो पानी हालिसके अब एकछिन पढाइ त गर्नु पर्यो नि ड्राइङको लागि भिडियो अब केही ड्राइङ गर्नु पर्यो हेर्नुहोस् न मैले यो बनाएको थिएँ मेरी वानु एकछिन लेख्नुपर्छ भनेर सोच्दैछु एकछिन लेख्नुपर्छ भनेर सोच्दैछु म चाहिँ क्लास 1 मा पढेकी छु फिलहाल बाइ बाइ आजको लागि भयो मेरो मिनी ब्लग हेरिदिनु होला